कन्या राशि, तपाईँ हरेक कुरामा पक्का हुनुहुन्छ, सानो सानो कुराको हिसाब राख्नुहुन्छ, तर के तपाईलाई थाहा छ तपाईको यही अति सोच्ने बानी र केही व्यवहारिक गल्तीले तपाईको सफलतालाई ब्रेक लगाइरहेको छ। ज्योतिष शास्त्र अनुसार कन्या राशिले खुलेर पनि गर्न नहुने यी 5 कुरा जसले तपाईको भाग्यलाई लक गरिदिन सक्छ। कन्या राशिका लागि मंगलबार र शनिबार निकै भारी हुन्। विशेष गरी मंगलबारको दिन कसैको जमानत बस्नु वा कसैलाई पैसा सापटी दिनु तपाईको लागि मृत्यु पासो सरह हुन सक्छ। यो दिन तपाईको तर्क शक्ति कमजोर हुन्छ, त्यसैले कुनै पनि ठूलो लगानी वा सम्झौता नगर्नुहोला, नत्र ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने हुन्छ। सुन्नुहोस्, तपाईका लागि रातो र सुन्तला रंग एकदमै अशुभ हुन्। यी रंगले तपाईको स्वभावलाई उग्र बनाउँछ र तपाईको बनेको काम पनि बिगारिन दिन सक्छ। व्यवहारिक रूपमा कन्या राशिका व्यक्तिले आफ्नो योजना पूरा नभई कसैलाई सुनाउनु उनीहरूको सबैभन्दा ठूलो गल्ती हो। तपाईको बोली नै तपाईको शक्ति हो, यसलाई व्यर्थमा खेर नफाल्नुहोला। याद राख्नुहोस्, तपाईको लागि दक्षिण दिशामा यात्रा गर्नु वा कार्य थाल्नु खतराको संकेत हो र सम्बन्धमा मेष र धनु राशि भएका व्यक्तिहरूसँग निकै दूरी राख्नुहोला। यिनीहरूसँगको बढी सामिप्यताले तपाईलाई मानसिक तनाव र करियरमा बाधा मात्र ल्याउनेछ। ज्योतिष शास्त्रले कडा चेतावनी दिन्छ, कन्या राशिका व्यक्तिले कहिले पनि रक्सी वा मासुको सेवन गर्नु हुँदैन, यसले बुधलाई पूर्ण विनाश गर्छ। साथै घरमा खाली र फुटेका घैटा वा खाली बाकसहरू राख्नु तपाईको भाग्यका लागि निकै घातक हुन्छ र विशेष गरी आफ्नो बहिनी वा फुपूसँगको सम्बन्ध कहिले नबिगार्नुहोला, नत्र तपाईको धन कहिले टिक्ने छैन। यी सबै अशुभ प्रभावबाट बच्न एउटा सानो तर अचूक उपाय छ। हरेक बुधबार गाईलाई हरियो घाँस वा पालो खुवाउनुहोस्। सधैँ आफ्नो साथमा एउटा हरियो रुमाल राख्नुहोस्, यसले तपाईको बुद्धिलाई स्थिर र भाग्यलाई चम्किलो बनाउनेछ। कन्या राशिले गल्ती कम गर्छन्, तर जब गर्छन् निकै ठूलो गर्छन्। आफ्नो मेहनतलाई सही दिशामा लगाउनुहोस् र यी सावधानीहरूलाई ध्यान दिनुहोस्। के तपाईलाई पनि एउटै कुरा बारम्बार सोचिरहने बानी छ? कमेन्टमा जय गणेश लेख्नुहोस् र यो भिडियो कन्या राशि भएका आफ्ना साथीहरूलाई शेयर गर्नुहोस्। यस्तै यथार्थ जानकारीका लागि मलाई फलो गर्न नबिर्सिनुहोला। जय श्री राम।